गुड मर्निङ, नमस्ते। आज मौसम एकदम शीतल छ। सानो सानो पानीको थोपाहरू पर्दैछ। यसपालिको बर्खाले साग पनि बेलामा लगाएर खान पाएन, तर पनि ढिलै भए पनि बल्ल बल्ल सागको बिरुवा उमारेर खाने लायकको हुँदैछ साथीहरू। यो मेरो साग 4-5 चोटि छरेर बल्ल यतिको भएको साथीहरू। अब अर्गानिक बिना केमिकल, बिना विषादी, एकदम शुद्ध आफ्नै लोकल मलले बारीमा लगाएर फलेको साग खान तयार हुँदैछ साथीहरू। थोरै यहाँ बिरुवा पनि राखेको छु साथीहरू, कसैलाई चाहिएमा सम्पर्क गर्नुहोला। अनि अब बिस्तारै मेरो साग बारी हरियाली हुँदैछ साथीहरू। मैले मेरो साग अझै अलिक ठुलो भएपछि पनि देखाउँछु साथीहरू। हस् त, धन्यवाद, बाई बाई।